दिल्लीले पो सबै आउँछ होला छोरीलाई पहिला हो घरमा चाहिँ हो लालीले कोही नबिना आरामले सिकाउने मिठो भएछ भने चौको देख्ने सरी हो नो कुली छ तिन चको इचे छ माथि ढेपा गेसे ढेपा निनको का वरामा कोले मिसी मांका पाका कोले मिसी वरामा कोले वा कोले वरामा कोले मिसी मिना गक न मेमा लय देलबी गुमरा बुझे त ले तर वाले गुवार मांगेर भनेकै हो मेरो भनिदिनु खान्छ छोराको भनेको चाहिँ मान्छे हुनु र मात्रै हो राजाको भन्नु पनि अब भएन लाली चुन्दा मिलान्छ लालीको जनाका एकसँग दिल्ली सम्धि अब एकजना मृत चाहिँ लिएर आएको छौँ यतातिर व्यवस्थापनतिर होला त्यसमा चिन्ता नगर्नु न मेरो चाहिँ कुरै गरेनन् भन्छ अहिले फेरि म तेरो पक्षमा कुरा गर्थे हाम्रो भेन्टिलेटरको कुरो चाहिँ गर्नुपर्छ है ठाउँ ठाउँ र त्यो ट्याक्कै त्यसरी त्यो एउटा उम्मेदवार एकदम हेर्नुहोस् है ह्यान्डसम छ केटो हेलो हाम्रो कोल हेर्नु चालक भाइ धेरै छ तपाईको नाच्यो आरोपी हुन्छ नि बाबु मान्छे गयो फोटो चाहिँ कुन हो है हामी त फोटो नि फोटो सेसन छुट्टै राख्नुपर्छ स्वागत बाबु रेबडाई एकसँग है हप्पे जान जाउँ पुरानो
Thôi, cô đó không bận con chỉ cái đó. यत्रो थिएँ यो लोकन्ती नानी भन्दा सानो थिएँ लोकन्ती पठाए लोकन्ती त होइन दिदीले सँगै दिदीसँगै बसेर 14-15 Del ke? Pak di mana sini? अलि गेम खेल दिल न राम्रो रहेछ नि त Pura itu jangan ke bantalan yang tiga. पुरैले काम सिद्ध रहेको म पनि उहाँबाट सम्पूर्ण कुरो विजेत भएर त हिँड्नु त त्यहाँदेखि नि मान्छे नलड्नु पर्ने चाहिँ गोरेको सानो बाटो हुनुपर्छ रोडमा चाहिँ लडिने त्यो ठुलो रोडमा त मासु भित्र पक्रिनु पुग्दैन मर्नु पनि छैन हिरोमा लडेर मर्ने मान्छे कस्तो मर्छ भनेदेखि कालमा पहिला कि पहिला लाउनु पर्छ टीका भने ओ जोइलाई पहिला म त आउँदैन थोरै मात्रै लाउनु भएको धेर हुन्छ म धेरै आशीर्वाद मनमा धेरै दिन्छु मनमा त के दिनु चन्द्र सूर्य झैँ अटल हुनु होइन अब सबै आफन्त नातागोताहरूलाई मान्ने हुनु होइन युगौँ युगसम्म बाँच्ने काम गर्नु यही शुभकामना दिन्छु है म ज्वाइँ म त धेरै बोल्दिनँ माइक छैन अगाडि छैन लाग्दनको मामाको छोरा ज्वाइँलाई लाग्दनको मामाको छोराले एकदम चन्द्र सूर्य झैँ अटल हुने है चम्किने राम्रो उन्नति प्रगति दाइले ठ्याक ठ्याक उत्तर दिनुहुन्छ नि आज
मेरो आशीर्वाद चाहिँ सबै मनमै चाहिँ सबै मनको कुरालाई लागोस् भन्नु रे त्यो खालको लगाइदिनु पर्यो कार लिएर आउनु होला अर्को वर्ष छिट्टो खाले भान्जा चाहिँ तातो गएपछि त पुग्छ हामी पनि रक्सी खाएपछि कति बस्दै हिँडेको हाम्रो पनि भाइ होला भाइले के भन्नु बहिनी के भाइ टोपी चाहिँ खोइ हो के सक्छ दारीमा देउलीको जेठी दिदी भान्जी जेठी देउली माइले भन्छ तीन नम्बरमा बिहा गरेको विचार सिंह दाजुको चाहिँ देउला मात्रै पापा भविष्यको होइन अङ्कलले
त्यही टिका ओकेर पढ्तिर गर्दा हुन्छ मेरो भाइको चिन्जान पनि छैन होला अब राम्रोसँग चिन्जान परिचय गरेर पनि भर्खर होला नि त अब साथी र भाइको भनेको नि प्रेम सम्बन्ध हाम्रो के पर्नु पर्ने दाजुभाइको छैन गोजी चुकिन्छ लगानी आशीर्वाद होइन देशभक्त राजभक्त भन्ने होइन लामो नदी नाला जस्तै होस् यताको कुरो पुगेकै छ होला सबै हाम्रो सात पुस्ता ससुराली नबिर्सनु होला ल उ त सही हो सात पुस्ता नानी आउँछ भाइ ल भाइ आफ्नो कर्म आफैले सम्हाल्नु पर्दछ होइन तर मान्छे घर गएपछि आफ्नो दायित्व चाहिँ पुरो गर्नुपर्छ कसको घरमा के भन्नुपर्ने कस्तो मान्छे आउँछ त्यो त आफ्नो हातमा हुन्छ त्यो पुरा गर्नु त है एउटा ठुङ्गामको उसले भेट भयो तपाईँहरू कहाँ पो हामी कहाँ पो चिन्जान थियो नि अब को यस्तो नाता भनेर थाहा थिएन आज यो ठाउँमा पुग्यो
है त हजुर यो को बतासे वालेको त्यति साह्रो त छैन विवेकहीन जस्तो छौँ लाटा भन्दा बोल्ने भन्दा अब पुरै गर्नु जान्ने त्यस्तो खालका छौँ हामी सधैँभरि यसै गरी यस्तोमा भेट हुने हौ फुङलाङ दोलाङतिर होइन भान्जा चाहिँ अब यस्तो फुङलाममा हो हामीले गरिरहेको भरै गर्दैछौँ र तपाईँहरू त एउटा कलियाको कर्तव्य पालन गर्दै आउनुभयो जो जस्ता भन्ने कुरो त उनीहरूसँग छ होइन आफूले गरिदिने मात्रै हो है त मेरो दिदी मान्छे बुहारी नि कान्छीको डरम ठुली कान्छी लागो भन्दै हुनुहुन्थ्यो ए हुनु Give me my money. धन्यवाद छ कताबाट पो थियो अघि बाटो Bebe,